हरे कृष्ण, जय श्री राम, जय बजरंगबली। तपाईहरुको बीचमा फेरि उपस्थित भइसकेको छु रामबाण ट्रिक लिएर। हैन जानुहोस् साथी, स्टार्ट गर्दैछु। आजको टपिक हो सूचना तथा सञ्चार प्रविधि। यसको भित्र हाम्रो यो क्वेशन राखेको छु 1 नम्बर क्वेशन जो बारम्बार हाम्रो लोकसभा र शिक्षा सभामा सोधिरहन्छ है। व्हिच अफ द फलोइङ इज एन एक्जाम्पल अफ एन आउटपुट डिभाइस? कुन आउटपुट डिभाइस हो? यसमा हामीलाई चुज गर्नु छ। स्क्यानर भन्ने बित्तिकै यो कुन डिभाइस हो साथी? इनपुट। त्यसपछि हाम्रो माउस, यो पनि हाम्रो इनपुट। त्यस्तै हाम्रो यो कीबोर्ड, यो पनि इनपुट। यसको अर्थ भयो यो प्रिन्टर के छ, यो प्रिन्टर हाम्रो आउटपुट डिभाइस हो। त्यही कारण यसको सही आन्सर हो सी नम्बर। यस्तै तपाईको यो 2 नम्बर क्वेशनको आन्सर तपाईले कमेन्ट बक्समा लेखेर पठाउनु होला है। 2 नम्बरको क्वेशन कमेन्ट बक्समा आन्सर लेखेर पक्का पठाउनु होला। म आशा र विश्वासको साथमा यो क्वेशन पढेर तपाईसँग बिदा लिन्छु। व्हिच इज द फंक्शन अफ अ मोडेम इन अ कंप्यूटर सिस्टम? जैसे में ए मा ऑप्शन छ मैनेज मेमोरी, बी मा कनेक्ट टू द इंटरनेट, सी मा डिस्प्ले ग्राफिक्स र डी मा कंट्रोल इनपुट डिभाइस। अब कुन आन्सर सही हुन्छ पक्का तपाईले कमेन्ट बक्समा लेखेर पठाउनु होला। हस्, धन्यवाद।